हेलो गाइस। आज पनि नेपालको म्याच रहेछ है त। मलाई चाहिँ रुगा लगाइरह सो भन्न चाहिँ त्यस्तो सके छैन। अनि आज शनिबार पनि फ्रीको टाइम म्याच त हेर्नु त पर्यो। तर आज हेर नेपालले चाहिँ अहिले चाहिँ ट्याक्क 11 बजेर रहेछ, 11:01। अनि अब हेरौँ है त आज कस्तो कस्तो हुन्छ नेपालको म्याच। हेर्दाखेरि आज चाहिँ प्लेइङ 11मा को छ है त। कुशल बिर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, आरिफ शेख, दिपेन्द्र गैरी, गुलसन झा, करण केसी, नन्दन यादव, सन्दीप लाइमी छाने र ललित राज। गाइस तपाईँहरूलाई थाहा छ नि, म कुशल बिर्तेल ओन एन्ड ओन्ली डाई हार्ड फ्यान है त। अनि म चाहिँ आउट होस् या नहोस् के, कुशल बिर्तेल आउट भएपछि चाहिँ गेम हेर्नै मन लाग्दैन के। सिधै म हाइलाइट मात्रै हेर्ने होइन। त्यही भएर भुर्तेल साहब प्लिज मेक मी प्राउड है त। अनि आजको गेम चाहिँ पुरै हेर्न पाइयोस् र कुशल भुर्तेल सके सेन्चुरी नभए हाफ सेन्चुरी त चाहियो है। के कसो गाइज कमेन्ट गर्नु है त ल। अनि आज चाहिँ नेपालको गेम राम्रो हुन्छ, सबले बेस्ट अफ लक लेख्न नभुल्नु होला। अनि म चाहिँ होप गरिरहेको छु आज शनिबार, आज त हेर्न पर्यो नि नेपालको गेम। बाई बाई, सबले हेर्नु होला है त। कान्तिपुरमा लाइभ दिइरहेको छ।